भोलि आइज भने आउँछौँ पनि नआइज रे नआउँदैनौँ पनि अङ्गल आउनु भएछ अब म सिधा कुरा प्रष्ट विचार 90 मेगाहर्जमा बोल्दछु एफएमबाट 90 मेगाहर्जमा 90 भिडियो कल भइरहेको छ अब तपाईँ जानु हामी ठग्दैन तपाईँ टुक्रुक्क बसिरहनु ट्याममा जाने ट्यामसम्म काम गर्ने म जाँदा काम गर्ने होइन हामीले ठगो भन्छन् भनेर के हो कि होइन तपाईको त्यो काम मलाई के भन्नु बडाबाले जे भने त्यही हो नि 90 मेगाहर्जमा अनि त्यहाँबाट तपाईको त्यो तीनजना त माइकल लाल मयु भनेर पनि एकजना सक्दैन त्यो मैले सक भनेर कर लाग्यो छैन हो त्यो हो त्यसरी बोल्नु न तपाईँ मैले सक भनेर कर लाग्छ कति लाग्छ नानी हो गर भुरा हो म हेर्छु मैले भने भन्नु ठगेर काम गर केटा हो हो चाहे 1 दिन लागु चाहे 2 दिन लागु अथवा 3 दिन लाग्यो 4 दिन लागु काम ल भोलिबाट आउँछौ हामी काम त हुनु पर्यो भोलिबाट आउने नआउने त्यही आज त्यो ठेका तोड्ने बिहान चाहिँ तिमी अलिक ढिलो गर्छौ बिहानै रन्किनुपर्छ ठ्याक्कै 5:30 बजे बारीमा पुग्ने हो 5 बजे चाहिँ उठ्ला पुग्ला बारी 5:30 बजे बारीमा पुग्ने भनेको त नि 5 बजे उठिन्छ के अब के भन्नु किन झुट बोल्नु 5 अँध्यारै हुन्छ कति 4 बजे म यहाँ आइपुग्छ हैन अब उठ्दा ढिलो हुन्छ के अब 4 बजेसम्म 3 बजे उठ्छन् त उहाँको कुरा हो नि हामीलाई त अलि ढिलो हुन्छ 5 बजे उठ्छ के मुख धुनु पर्यो टोयलेट जानु पर्यो चिया 5:30 हुन्छ कुरो बोल्नु हुँदैन त्यहाँबाट हिँड्दै आउँदाखेरि यहाँनिर 5-7 मिनेट लाग्छ यहाँबाट त्यहाँ पुग्नलाई 5-7 मिनेट लाग्छ 5:30 मा पुगिसक्यो 5:30 मा ड्युटीमा पुगिन्छ सिधा कुरा है 4 बजे आउने 5 बजे आउने त्यो बुवाको त अलग कुरा हो ठिक फटा कुरा त्यो फटा हो कि के हो त्यो चाहिँ अलग कुरा हो फेरि होइन उठ्न त फेरि उठ्नु हुन्छ तर हामीलाई चाहिँ टाइम लाग्छ बुढा 4 बजे उठ्छन् तर हामीलाई चाहिँ टाइम लाग्छ हामी चाहिँ 5 बजे उठ्छौँ चिया खान्छौँ घरमा टोइलेट बाथरुम जान्छौँ अनि हिँड्छौँ सिधा कुरा झुट कुरो किन बोल्नु म मर्निङ वाक गर्नुपर्छ बुढो भए पनि कुद्नु पर्यो हिँड्नु पर्यो यहाँ खोइ बुढी भोलि लिएर आउला हुन्छ लाग्छ त्यहाँ तपाईँको मेरो हिसाबमा 2 दिन लाग्छ 3 जनालाई 6 जनादेखि लिएर 9 जनासम्म लाग्छ तर म बस्दिनँ काम स्पिड हानी छ फरुवा